नमस्ते, स्वागत छ सबैलाई। हामीले प्याप्सन काठमाडौँ फर्स्ट टर्मिनल एक्जामिनेसन 2083 क्लास 10 साइन्स एन्ड टेक्नोलोजीको क्वेसन हेर्दै थियौँ। हामीले क्वेसन नम्बर 12सम्म हेरिसकेका छौँ। आज 13 र 14 हेरौँ। क्वेसन नम्बर 13मा के छ भन्दाखेरि राइट अ सब सेल इलेक्ट्रोनिक कन्फिगरेसन अफ क्याल्सियम वाइ इट फर्म Ca++ आयोन इन्स्टेड अफ Ca+ आयोन भनेर क्वेसन सोधेको छ। क्वेसनले के भने सब सेल लेभलको इलेक्ट्रोनिक कन्फिगरेसन गर भन्यो क्याल्सियमको, अनि यसले किन Ca+ बनाउँदैन र Ca++ किन बनाउँछ भन्ने प्रश्न रह्यो हैन। अब क्याल्सियमको इलेक्ट्रोनिक कन्फिगरेसन त के हुने भयो भन्दा 1s2 2s2 2p6 3s2 3p6 र 4s2 हुने भइहाल्यो। यो त सिम्पल भइहाल्यो। इलेक्ट्रोनिक कन्फिगरेसन यो हुने भयो। अब अर्को क्वेसन रह्यो, यसले किन Ca++ बनाउँछ, Ca+ किन बनाउँदैन भन्दाखेरि चाहिँ यसको पहिला एटोमिक स्ट्रक्चर हेरौँ। तपाईँले क्याल्सियमको एटोमिक स्ट्रक्चर हेर्नुभयो भने क्याल्सियममा नम्बर अफ प्रोटोन 20 हुन्छ, 20 हुन्छ। नम्बर अफ न्युट्रोन पनि 20 नै हुन्छ, 20वटा नै हुन्छ। अब यो यसको न्युक्लियस भयो। यो न्युक्लियसको बाहिर फर्स्ट सेलमा 2टा इलेक्ट्रोन हुन्छ, अनि सेकेन्ड सेलमा यसको 1 2 3 4 5 6 7 8 8वटा इलेक्ट्रोन हुन्छ, र फेरि अर्को सेलमा पनि 8वटा हुन्छ। 1 2 3 4 5 6 7 8 यतिसम्म 18 भयो। अनि अर्को यो लास्ट सेलमा चाहिँ 2टा इलेक्ट्रोन हुन्छ, 1 2। भनेपछि अब यो एटम चाहिँ इलेक्ट्रिकली न्युट्रल हुन्छ। किन न्युट्रल हुन्छ भन्दा यहाँ प्रोटोनको नम्बर 20 छ, 20 प्रोटोन इजकल टु +20 ESU हो। अनि न्युट्रोनको त हामीलाई मतलब हुँदैन, न्युट्रोन जति भए पनि यसको चार्ज 0 हुन्छ। अनि इलेक्ट्रोनको चाहिँ यसमा 20 इलेक्ट्रोन हुँदाखेरि -20 ESU चार्ज हुन्छ, इलेक्ट्रोस्ट्याटिक युनिट चार्ज हुन्छ। भनेपछि यसको नेट चार्ज अहिले 0 आइरहेछ। अब यसले अब यसको अक्टेट कम्प्लिट गर्नलाई त यसले 2टा इलेक्ट्रोन डोनेट गर्नुपर्छ। एटम चाहिँ आउटरमोस्ट सेलमा 8वटा इलेक्ट्रोन भयो भने स्टेबल हुन्छ। भनेपछि यसले एउटा मात्रै इलेक्ट्रोन दियो भने यो स्टेबल हुन्छ त भन्दा हुँदैन। एउटा मात्रै इलेक्ट्रोन डोनेट गर्यो भने यो Ca+ बन्छ, तर यो स्टेबल हुँदैन, यो एटम स्टेबल हुँदैन, किन एउटा इलेक्ट्रोन अझै बाँकी छ नि त। यो अक्टेट कम्प्लिट गर्नलाई, यो स्टेबल हुनलाई यसले 2टा इलेक्ट्रोन दिनै पर्छ। 2टा इलेक्ट्रोन दिँदाखेरि के हुन्छ भन्दाखेरि यहाँ यसले 2टा इलेक्ट्रोन दियो मानौँ भने अब यो एटम कस्तो हुन्छ भन्दा यसमा नम्बर अफ प्रोटोन चाहिँ 20 नै भइरहन्छ, न्युट्रोन पनि 20 नै भइरहन्छ, तर इलेक्ट्रोन चाहिँ 18वटा मात्र हुन्छ। 2टा इलेक्ट्रोन यसले दिइसक्यो नि त। फर्स्ट सेलमा 2टा भयो, सेकेन्ड सेलमा 1 2 3 4 5 6 7 8, अनि थर्ड सेलमा 1 2 3 4 5 6 7 8। अब यो अक्टेट कम्प्लिट भयो। कसरी कम्प्लिट भयो भन्दा योभन्दा अगाडि योसँग अघि नै यहाँ 2टा इलेक्ट्रोन थियो, यो 2टा इलेक्ट्रोन यसले अरू कुनै एटमलाई डोनेट गरिदियो, अनि त्यही भएर यो स्टेबल भयो। भनेपछि एटम जहिले पनि अक्टेट कम्प्लिट गर्न खोज्छ, भनेपछि यसले अक्टेट कम्प्लिट गर्नलाई यसले 2टा इलेक्ट्रोनै दिनुपर्छ। अनि 2टा इलेक्ट्रोन दिँदाखेरि के हुन्छ भन्दा प्रोटोनको नम्बर 20 हुन्छ, त्यो भनेको +20 ESU। अनि न्युट्रोन त हामीलाई मतलबै भएन, न्युट्रोन जति भयो भने यसको चार्ज 0 हुन्छ। अब इलेक्ट्रोन 18 हुन्छ, इलेक्ट्रोन 18 भएपछि -18 ESU हुने भयो। अब यसको नेट चार्ज के आउने भयो, +2 आउने भयो। त्यही भएर यो क्याल्सियम अरू कुनै एटमसँग रियाक्ट गर्नु पऱ्यो भने यसले 2टा इलेक्ट्रोन दिन्छ, अनि 2टा इलेक्ट्रोन दिएपछि बल्ल यो स्टेबल हुन्छ। त्यही कारणले यो क्याल्सियम चाहिँ Ca++ अथवा Ca2+ हुन्छ भनेर लेख्नु पऱ्यो है त। अब यसको एन्सर कसरी लेख्नु पऱ्यो भन्दाखेरि यसको एन्सर यसरी लेख्दा बेटर होला। क्वेसन नम्बर 13 यहाँ हेर्नुहोस् त। क्वेसन नम्बर 13मा हामीले कसरी एन्सर लेख्दा ठिक हुन्छ। सब सेल इलेक्ट्रोनिक कन्फिगरेसन अफ क्याल्सियम इज 1s2 2s2 2p6 3s2 3p6 4s2, यो त भइहाल्यो। अब इट फर्म Ca++ instead of Ca+ ion because it has 2 electron in its outermost shell। यसको सबभन्दा बाहिर 2टा इलेक्ट्रोन हुन्छ, सो इट निड टु डोनेट 2 इलेक्ट्रोन टु बिकम स्टेबल। स्टेबल हुनलाई अक्टेट कम्प्लिट गर्नको लागि यसले 2टा इलेक्ट्रोन नै डोनेट गर्नुपर्छ। आफ्टर डोनेटिङ 2 इलेक्ट्रोन इट बिकम Ca++। 2टा इलेक्ट्रोन डोनेट गरिसकेपछि के हुन्छ भन्दा प्रोटोनको नम्बर 20 हुन्छ,
इलेक्ट्रोनको नम्बर 18 हुँदाखेरि यो क्याल्सियम Ca++ हुन्छ, किन दुईटा पोजिटिभ चार्ज चाहिँ बढ्दा हुन्छ यो एटममा, त्यही कारणले गर्दा Ca++ हुन्छ। टु बिकम Ca+, एउटा मात्र सिङ्गल प्लस चार्ज आउनलाई इट निड टु डोनेट 1 इलेक्ट्रोन, यसले एउटा मात्रै इलेक्ट्रोन डोनेट गर्नुपर्छ Ca+ हुनलाई। तर यसले एउटा मात्रै इलेक्ट्रोन डोनेट गर्यो भने इट विल नट बिकम स्टेबल, यसले एउटा मात्रै इलेक्ट्रोन डोनेट गर्यो भने के हुन्छ, यसको अक्टेट कम्प्लिट हुँदैन, सो इट विल नट बिकम स्टेबल बाई डोनेटिङ ओन्ली 1 इलेक्ट्रोन, त्यही कारणले Ca+ चाहिँ बन्दैन भनेर लेखिदिनु भयो भने भइहाल्छ 2 मार्क्सको लागि। अब नेक्स्ट क्वेसन हेरौँ त, क्वेसन नम्बर 14। क्वेसन नम्बर 14 मा छ क्याल्सियम एन्ड म्याग्नेजियम आर इन ग्रुप 2 विच इज मोर रियाक्टिभ, गिभ रिजन। क्याल्सियम र म्याग्नेजियममा कुन धेरै रियाक्टिभ छ, यसको एन्सर बताउनुहोस् भनेर भन्दैछ। हुन चाहिँ दुइटै सेकेन्ड ग्रुपमा पर्छ, ग्रुप II A मा पर्छ, ग्रुप 2 मा पर्छ भने यो दुईटा मध्ये कुन धेरै रियाक्टिभ हुन्छ र किन भन्ने क्वेसन आयो। अब यसमा पनि हामीले यो दुईटा एटमको स्ट्रक्चर नै बनाएर हेरौँ। पहिला हामीले के बनाऊँ भन्दाखेरि पहिला चाहिँ हामीले माथि बनाऊँ म्याग्नेजियम है। यहाँ म्याग्नेजियम बनाउनु भयो भने यहाँनिर हेर्नुहोस्, म्याग्नेजियम बनाउनु भयो भने म्याग्नेजियमको एटम चाहिँ यस्तो हुन्छ, दुईटा इलेक्ट्रोन यहाँ हुन्छ अनि 1 2 3 4 5 6 7 8 हुन्छ अनि दुईटा यहाँ हुन्छ, यो भयो म्याग्नेजियम। अब क्याल्सियम हेर्नुभयो भने क्याल्सियमको दुईटा इलेक्ट्रोन यहाँ हुन्छ, 1 2 3 4 5 6 7 8 आठवटा इलेक्ट्रोन यहाँ हुने भयो अनि फेरि 8वटा यहाँ हुने भयो, 1 2 3 4 5 6 7 8 अनि दुईटा यहाँ हुने भयो। भनेपछि तपाईँले साइज कम्पेयर गर्नुहोस्, यहाँ हामीले कम्पेयर गर्ने चाहिँ साइज हो। म्याग्नेजियम र क्याल्सियमको साइज कम्पेयर गर्दाखेरि म्याग्नेजियमभन्दा क्याल्सियम ठुलो छ अनि न्युक्लियसमा पोजिटिभ चार्ज हुन्छ अनि इलेक्ट्रोनमा नेगेटिभ चार्ज हुन्छ। यो इलेक्ट्रोन चाहिँ यो पोजिटिभ चार्ज र नेगेटिभ चार्जको बिचमा जुन एट्र्याक्सन हुन्छ त्यसलाई हामी इलेक्ट्रोस्ट्याटिक फोर्स भन्छौँ। यो इलेक्ट्रोस्ट्याटिक फोर्सले बाइन्ड गरेर राखेको हुन्छ। अब एटमको साइज ठुलो भयो भने भ्यालेन्स इलेक्ट्रोन, सबभन्दा बाहिरको इलेक्ट्रोन, यो इलेक्ट्रोन न्युक्लियसबाट टाढा जान्छ। न्युक्लियसबाट टाढा गयो भने यिनीहरूलाई यो दुईटा इलेक्ट्रोन यो क्याल्सियमलाई डोनेट गर्न सजिलो हुन्छ। यो मेटल्सहरूको चाहिँ प्रपर्टी के हुन्छ भन्दा दे रियाक्ट बाई डोनेटिङ इलेक्ट्रोन। क्याल्सियम र म्याग्नेजियम दुईटै मेटल हो, त्यही भएर यसले रियाक्सन गर्नलाई इलेक्ट्रोन डोनेट गर्छ। क्याल्सियमले नि इलेक्ट्रोन डोनेट गर्छ, म्याग्नेजियमले नि डोनेट गर्छ। क्याल्सियमले नि दुईटै डोनेट गर्ने हो, म्याग्नेजियमले नि दुईटै डोनेट गर्ने हो। भनेपछि रियाक्टिभिटी केमा डिपेन्ड हुने भयो भन्दा साइजमा डिपेन्ड भयो। सेम ग्रुपमा भयो भने साइजमा डिपेन्ड हुन्छ। अब म्याग्नेजियमभन्दा क्याल्सियमको साइज ठुलो छ, त्यही भएर यसको भ्यालेन्स इलेक्ट्रोन टाढा छ, न्युक्लियसभन्दा टाढा छ, त्यही भएर यो भ्यालेन्स इलेक्ट्रोनलाई चाहिँ लुजली बाउन्डेड हुन्छ। त्यो हुँदाखेरि यसले इलेक्ट्रोन इजिली डोनेट गर्न सक्छ अनि यसले इलेक्ट्रोन इजिली डोनेट गर्न सक्यो भने यसको रियाक्टिभिटी बढ्छ। त्यही भएर क्याल्सियम र म्याग्नेजियममा क्याल्सियमको चाहिँ रियाक्टिभिटी धेरै हुन्छ म्याग्नेजियमभन्दा, दो दे आर इन सेम ग्रुप, ग्रुप 2 भनेर एन्सर लेखिदिँदा हुन्छ। कसरी लेख्ने यसको एन्सर भन्दाखेरि यहाँ हेर्नुहोस् त, यसरी लेख्दा बेटर हुन्छ। 14 नम्बर, अल्दो क्याल्सियम एन्ड म्याग्नेजियम आर इन ग्रुप 2 क्याल्सियम इज मोर रियाक्टिभ देन म्याग्नेजियम बिकज बोथ एटम्स रियाक्ट बाई डोनेटिङ 2 इलेक्ट्रोन। दुईटा एटमले दुईटा इलेक्ट्रोन डोनेट गरेर रियाक्ट गर्छ, किन यिनीहरूको नेचर इलेक्ट्रोन डोनेट गर्ने खालको हुन्छ, इलेक्ट्रो पोजिटिभ हुन्छ। सो एटमिक साइज अफ क्याल्सियम इज बिगर देन म्याग्नेजियम, क्याल्सियमको साइज म्याग्नेजियमभन्दा ठुलो छ। सो द भ्यालेन्स इलेक्ट्रोन आर फार फ्रम द न्युक्लियस, त्यही भएर यो क्याल्सियमको चाहिँ भ्यालेन्स इलेक्ट्रोन न्युक्लियसभन्दा टाढा हुन्छ इन क्याल्सियम। सो देयर इज लेस इलेक्ट्रोस्ट्याटिक फोर्स बिट्विन भ्यालेन्स इलेक्ट्रोन एन्ड न्युक्लियस। भनेपछि क्याल्सियमको न्युक्लियस र भ्यालेन्स इलेक्ट्रोनको बिचमा एट्र्याक्सन कम हुन्छ, इलेक्ट्रोस्ट्याटिक फोर्स कम हुन्छ। 10 इट क्यान डोनेट इलेक्ट्रोन इजिली देन म्याग्नेजियम, त्यही भएर क्याल्सियमले इलेक्ट्रोन इजिली डोनेट गर्न सक्छ, त्यही भएर क्याल्सियम म्याग्नेजियमभन्दा धेरै रियाक्टिभ हुन्छ भनेर लेखिदिनु भयो भने भइहाल्छ।